वेलकम बैक गाइस। फेरि पनि म गाडीमा आइसकेको छु हैन। गाडी साडी स्टार्ट गरेर पनि टायर साथ लिएर पनि फिटपाट गरेर हैन स्टेपनीमा आइसकेको छु गाडीमा। त लोड हुँदैछ, मेरो दाजुले लोड गरिदिन्छ हैन। अनि गाइस यता चाहिँ म गाडीमा मालिकको घरबाट कचरा लिएर आएको थिएँ नि त। अब यहाँ त अब लोकल गाडीमा त अब कहिले मालिकको घरबाट कचरा सरा पनि उठाउनु पर्छ हैन। त्यसैको लागि अब लोकल ड्राइभर त लोकल हिसाबले चल्नु पर्यो हैन। अनि यस्तै हो ड्राइभरको जिन्दगी गाइस। अनि यो चाहिँ पोहोर गएको वर्ष गिराएको जग्गामा गिराउनु पर्ने अरे, मेटेलिङ लोड हुँदैछ यो चाहिँ। अब भन्नु त त्यसलाई आरबिएम पनि भन्छ भन्नु त कसैले, तर हामी चाहिँ मेटल भन्छौँ। अनि गाइस यस्तै ब्लगहरू आउँछ हैन, हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। तपाईँहरूको धेरै धेरै धन्यवाद। अनि जति सक्नेछु म राम्रो ब्लग ल्याउने छु हैन हजुरहरूको लागि। बिहान हिँडाइ मच्यो, एक्सर्साइज जतिकै भयो है। एक्सर्साइज पनि गर्नुलाई जिउलाई उठ्दो रहेछ। अनि यो कुकुर कति मजाको थियो, एउटा जर्मन सेपर्ड जस्तो, यस्तै एउटा कालो टाइपको कुकुर थियो नि त। जर्मन सेपर्ड जस्तो लाग्यो लेकिन हैन रहेछ, एकदम ठुलो हुन्छ नि त हैन गाइस। अनि ब्लग यस्तै हो। अनि आज 2-3 साइड ब्लग हालिदिन्छु म, कस्तो त्यस्तो हुन्छ हैन। अब यो त एउटा भइहाल्यो हैन। अब म गएर देखाउने छु है। अनि गाइस यस्तै हो। अनि लाइक कमेन्ट सेयर गरिदिनु होला है। जय हिन्द।